अल्छी पानी परेर फुल जोरमा चिया खाँदै चिया ब्रेक भन न अहिले चाहिँ हामी सुके पोखरी बाइक बनाउन बाइकको चेन कस्न आइपुग्यौँ। अब भरतताल यहाँबाट लगभग 10 किलोमिटर होला। अहिले चाहिँ हामी बागमती किनारमा आइसक्यौँ। अब यहाँबाट हाम्रो यात्रा भरततालतिर राम्री केटीहरू पनि आउँदा रहेछन्। अभाव मान्छेहरू नि आउनु भएको छ। भरततालमा दसैँ त यता रहेछ नि त राम्रो राम्रो मैले केही बोले होइन। ढुङ्गा सुङ्गा एउटै देख्दिन त गाडी त कति लड्छ। फोटो हानौँ न फोटो। यतै बस्नु म कता बस्ने जाउँ न जाउँ घुमौँ न। अहिले चाहिँ हामी भरततालको राउन्ड हान्दैछौँ। हाम्रो राइडर्स क्लब के भनौँ को चाहेर क्यामेरा बन्द गरिदिउँ या जस्तो लागिसक्यो। भन के भन्नु साथी ओए बाटो त बाटो आमा यता पछाडि ताल छ। हामी तालमा यहाँ दुईटा बेताल पनि छन्। ठुक्क देखिएन के हो केटाहरूले त काँस खारी ल्याएर त तालको बारेमा यो चाहिँ यसको घरको छेउको हो। भन भन्न मायासलाई
बोल्न के नाए होइन एकछिन त्यहाँ बस्नु ओ नितेश दाइ के भन्दै यो केही पनि भन्दैन त धेरै तन्किएको थियो एकचोटि आएर फेर्दैको म ताल बने भन्छ त जहिले जुन पनि भिडियोमा बुझ्ने भयो ओइ लाइभ हो कहाँ लाइभ हुन्छ तालको पानी माछीले खाने ताल कसरी बनाऊ भने त सबजना यहाँ आएर मुद्दा रहेछ न नि भरादारको बोला त चस्मा फुल खिच्यौँ खासमा आज ब्लग घरैबाट सुरु गर्नु भनेको थियौँ फेरि बिजोडी भएर किन सुरु गर्नु भनेर नगरेको जोडी हुन आएको अहिले चाहिँ हामी 4 जना जोडी भएर ब्लग सुरु गऱ्यौँ यसलाई भेट्नमा 100 किलोमिटरबाट आउँदाखेरि यो 100 मिटर बाहिर निस्केन ल अब हामी ताल देखाउँछौँ है ताल फोटोग्राफर हाम्रो मोडल निच्चा हाँस्यान म चाहिँ मोडल भनिदिएको मैले यो त यो ठिक छ कि अलि पोर्ट्रेट बनाउनु अब हेरौँ जति फोटो खिच्नु मन परेन भन्छन् है अलि पोर्ट्रेट बनाउने अलि लत्रक्क परे जस्तो आएछ त्यसरी बस्दै ताल घुम्न आएको केटाहरूले म चाहिँ काँच गाडी घुमाइरहेछन् रन्टी दाइ भन्नु न ताल घुम्न आएको कि काँच गाडी चढ्न आयो भन्नु त ताल घुम्न आएको बेताल भइसक्यो ओइ त्यो डिग्री त लान ताल छ उता बेताल छ नि यता केटाहरूलाई काँच गाडी मनपर्छ अरे काँसे काँच लाग्यो अरे खुसी हुँदै हिँडे हो नि तिमी म चाहिँ डाँडा काँडा मनपर्छ फेरि अनि अल्छी हामी डाँडातिर चढ्दैछौँ यो ठ्याक्कै लोकेसन भन्दाखेरि भरततालको काँच गाडी हो आमा कोही चाँडै नै हो वन्य जन्तुलाई बाटो चाहिँदैन भन्थ्यो केटाहरू डाँडामा पुगिसक्यो कोही उहाँ ऊ मोडल र क्यामेराम्यान फोटोसुट हान्दै मची कता जाउँ भयो तर मौसम चाहिँ बवाल छ है 1 घन्टामा 341 कि 42वटा फोटो खिचिसकेँ के सल्लाह हो मुस्कान हेर्न मुस्कान त्यसको मुस्कान बोल न के आउँछ रे यस्तो यो क्यामेरामा आउँदैन कि हामी बोल्न आउँदैन क्यामेरामा बोल्नु पर्यो नि त अनि सामने बोल्ने हो कि आम्ने सामने रे त यार प्यास स्नेक के आउँछ रे प्यास क्रिकेट प्लेयर हो मान्छेमा त लाग्नु कास गाड्छ सिलगढीदेखि आएको भरतताल अब तँलाई नि भेट्न घुम्न डुल्न भन्दाखेरि तेरो यादले आएको नि अनि कम त सतायो त कस्तो बवा लाग्यो यार मासला
घाँसघारी डुल्दा डुल्दै वरिपरि घुम्दा घुम्दै हामी चाहिँ नयाँ बन्दै गरे भवन र तालको छेउमा तालको छेउमा आइपुग्यौँ। अब चाहिँ हामी तालमा फोटोसुट गर्छौँ र भिडियो पनि बनाउँछौँ। है ताल हेर्नु ताल केटाहरू फोटोसुटको लागि रेडी हुँदैछन्। नयाँ नयाँ लुगा झिक्दैछन्। हो 8848 को ज्याकेट लाग्यो। यता दाइ पर्छ। हाम्रो चाहिँ यहाँ फोटोसुट सक्यो। अब हामी चाहिँ यहाँबाट अगाडि ठ्याक्कै भरतालको अगाडि जाँदैछौँ डुङ्गा चढ्न। डुङ्गा ड्राइभर थर पनि राय माझी हो। माझीको कामै डुङ्गा चलाउने। दाइ छाड नबोल्नु है दाइ, म त ब्लगमा हालिदिन्छु। के भयो हाम्रो गन्थन जाउँ त्यो पैसा खान्छ। उता अगाडि गएर मान्छे त हेरौँ न, एउटा दुईवटा फोटो हानौँ। ल अब चाहिँ हाम्रो यहाँ सकियो फोटो खिच्ने कार्यक्रम। लाउँदिन सबजनाले फोटो खिच्न मात्र लुगा ल्यायो। अब खोल छिक्यो, फोटो सक्यो लुगा राख्ने। के रे दाइ फोटो खिच्न दिएन, खोल्न लाग्यो कसले? ल यो चाहिँ के हो खोइ बन्दैछ। अब के हो बनिसकेपछि थाहा होला। बन्दा बन्दै अड्क्याएर छ। फेरि तालको छेउछाउ के भयो दाइ? के भयो दाइ? अगाडि जाउँ न, हिँड्न नरोक्न। गाई पनि केही देख्ने हुँदैन, फोटो खिच्न झरिहाल्छ। अगाडिबाट नि फेरि हाम्रो यहाँ फोटो भरताल आयो। के अरे ए ताल पनि देखियो अनि रेल पनि देखियो। नेपालमा रेल भरतालमा छ, कसैले नदेखे भए। हाम्रो ऊँट चाहिँ आज हामीले देखिनौँ। अब तपाईँहरूलाई अरू हेर्नु छ भने, अरू कोही हेर्नु छ भने हाम्रो सरको अफिसबाट फोन आयो। त्यो चाहिँ हाम्रो बोस। अनि बाना बनाउँदैछ। गर्लफ्रेन्ड भेट्न आयो। के छ भने रेलगाडी छुक 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 छुक। दा यो रेललाई के भन्नुहुन्छ? नेपालमा रेल हेर्न कहाँ आउनु पर्छ? डबल टेम्पो रेल हो। ए पर्सन तालको बारेमा भन्नमा अरू Okay, now switch off your mobile and enjoy the view. View enjoy. हल्का इंग्लिश में हाल देखे ने? हल्का इंग्लिश में दिए न भने त कोही छैन कोही छैन।
हुन्छ हुन्छ दिदी युट्युबमा आउनु होला नि ब्लगर के पर्दानलाई त पड्केर हेऱ्यो त बहिनीले ल भरतालबाट चाहिँ अब हामी निस्क्यौँ अब भरताल यति नै हो हामीले भरतालमा आएर चाहिँ के देख्यौँ भन्दा गधा घोडा पनि थियो खोइ गधा है घोडा त एउटा दुई चौटा अरे अनि मान्छे राम्रो नराम्रो काला गोरा सेता पहेँला अनि त्यसपछि गएर केपी ओलीको पानी जहाज सब देख्यौँ रमाइलो लाग्यो बेलुका रमाइलो हुँदो रहेछ मान्छेहरू टन्टा आउनु हुँदो रहेछ तपाईँहरू भरताल आउनुहुन्छ भने चाहिँ दिउँसोको 2-3 बजेपछि आउनु होला टक्क घाम डुब्न लागेको बेला सिधै यस्तो बबाल देखिन्छ अझ यो काँस घारी त्यो ओहो छुट्टै मजा आउँछ छुट्टै मजा अब बाटो चाहिँ थाहा भएन हामी ल फर्किँदैछौँ अब चाहिँ हामी फर्केर खाजा खाने ठाउँमा एकैचोटि भेटौँला है ल टिकट लाग्यो हुँदो रहेछ है त्यो रेलको लागि मात्र अरे त्यो केटीले त कसरी हेरेर यहाँ अलिकति आएपछि चाहिँ अलिकति अफ रोड हिँड्न पर्ने रहेछ खोइ बजिसक्यो 6:30 हाम्रो भ्लग चाहिँ हरिणको बगैँचा के तेरो मोबाइलमा मैले भिडियो बनाउनु हुँदैन अहिले म हालिहाल्छु नि मेरोमा हालेर हाल्छु यहाँनिर ब्लग बगैँचामा आएको छौँ बबाल रहेछ स्विमिङ पुलदेखि लिएर बस्ने रुम सबै बबाल छ बगैँचा भने यता बगैँचा पनि छ बबाल छ बबाल गाइड तपाईँहरू सर्लाइमा हुनुहुन्छ भने एकचोटि बगैँचा के होटेल रिसोर्ट के हो यहाँ चाहिँ आउनु होला है बबाल छ गर्मीमा लाउन र अब हामी हुक्का मगाउँदैछौँ अब हुक्का सुक्खा खाएर गर्नेछौँ